कहिलेकाहीँ क्यामेरामा यस्ता पलहरू कैद हुन्छन् जसले हेर्ने जो कसैलाई पनि बारम्बार सोच्न बाध्य बनाउँछ, केही असहज र केही अचम्म। यस्तै क्यामेरामा कैद भएका केही घटनाहरू लिएर आएको छु आजको विचित्र कथामा। तर्साउने जङ्गल। अब्यान्डन्ड बोइज भन्ने एउटा युट्युब च्यानल छ जसलाई कोरी नाम गरेका युट्युबरले चलाउँछन् र उनको च्यानलको मुख्य थिम नै मानिसहरू नबस्ने एकदमै उजाड लोकेसनहरूमा जाँदै त्यहाँ के कस्तो छ भन्दै खोज तलास गर्नु थियो। एक हिसाबले भन्न मिल्छ कि उनी यस्ता ठाउँहरू जान्थे जहाँ खासै अरू जान चाहँदैनथे। यसैगरी आफ्नो च्यानलमा भिडियो बनाउने क्रममा उनी एक रात भर्जिनियाको एउटा अनगन्तार जङ्गलमा पुगेका हुन्छन्। उनका अनुसार यस जङ्गलमा धेरै सेटानिक रिचुअल अर्थात् शैतानको हवन या पूजा हुने घटनाको खबरहरू आएका थिए। त्यहाँका बासिन्दाहरूका अनुसार पनि त्यस ठाउँमा भूत प्रेतले तर्साउँछ भन्ने धारणा थियो। त्यसैले उनी यसको तथ्य पत्ता लगाउन भनेर त्यहाँ पुगेका हुन्छन्। हातमा एउटा क्यामेरा र टर्च लाइट मात्र बोकेर बीच रातमा उनी एक्लै जङ्गल डुल्दै गरेका हुन्छन् जब उनले एकदमै अनौठो किसिमको आवाज आइरहेको सुन्छन् र जब उनी आवाजको स्रोतमा पुग्छन् तब उनका साथसाथै भ्युअर्सहरू पनि टिमछक पर्छन्। Whoa. What the f... Yeah, hear that? उनी केही बेर आवाजलाई ध्यान दिएर सुन्छन् र त्यो आवाज के हो भनेर पत्ता लगाउने कोसिस गर्छन्। भिडियो हेर्दा हामीलाई पनि लाग्छ सायद त्यो बच्चा रोएको या त बिरालो रोएको आवाज हुनुपर्छ। हिम्मत गरेर उनी त्यस आवाजको पिछा गर्दै नजिक पुग्छन् र एउटा डरलाग्दो खुलासापछि उनी हत्तनपत्त त्यहाँबाट कुलेलाम ठोक्न बाध्य हुन्छन्। What the f... What the hell? Y'all seeing this? आवाजको स्रोतमा पुग्दा उनीले केही मान्छेहरू देख्छन् जो पुरै कालो कपडामा ढाकिएका हुन्छन् र यति रातिका समयमा यस्तो समूह जङ्गलको बीचमा हुनु कुनै राम्रो सङ्केत भने अवश्य थिएन। जब कोरीको टर्च लाइट उनीहरूमा पर्छ सायद उनीहरूको क्रियाकलापमा केही बाधा पुग्छ र ती कालो कपडा लगाएका मान्छेहरूमध्ये एकजना जुरुक्क उठेर हातमा चक्कु जस्तो देखिने हतियार निकाल्दै कोरीको नजिक आउन थाल्छन्। यो देखेपछि कोरी त्यहाँबाट भाग्छन्। Y'all seeing this? What the hell is that? Hey, what's going on? उनी केही समय भाग्छन् र पछाडि फर्केर हेर्दा त्यस व्यक्तिलाई अझै पनि आफ्नो पछाडि पाएपछि उनले यहाँ के भइरहेको छ भनेर प्रश्न गर्न खोज्छन्। तर त्यो मान्छे भने केही जवाफ नै नदिई हतियार मात्रै बोकेर उसको पछि निरन्तर आइराखेपछि कोरी त्यहाँबाट आफ्नो ज्यान बचाउँदै भाग्छन्। यस जङ्गलमा आजसम्म पनि यस्ता घटनाहरूको खबरहरू बेला बेलामा आइराख्ने गर्छन्। सिडनी हमलाको लाइभ ब्रोडकास्ट। अस्ट्रेलियाको सिडनी स्थित एउटा क्याफेका म्यानेजर टोरी जोन्सन सधैँ जस्तै आफ्नो दिनचर्यामा व्यस्त हुन्छन्। जब ठिक पौने 10 बजे क्याफेमा एकजना इरानी अस्ट्रेलियन व्यक्ति आइपुग्छन् र बन्दुक देखाउँदै त्यहाँ रहेका 18 जना व्यक्तिलाई आफ्नो हिरासतमा लिन्छन्। केही बेरमा नै प्रहरी र मिडियाका टोलीहरू क्याफे अगाडि आइपुगेपछि यो घटना अब टिभीमा लाइभ ब्रोडकास्ट भइरहेको थियो। त्यस व्यक्तिको नाम मनहरन मोनिस रहेको खुलासा हुन्छ
पुलिस रेकर्डमा उनका केही पुराना केसहरू पनि रहेको देखिन्छन् र साथसाथै उनको मानसिक अवस्था पनि ठीक नरहेको पत्ता लाग्छ। उनले क्याफेभित्र रहेका बन्दीहरूलाई आफू इस्लामिक स्टेट अर्थात् आइसिसको हुँ भन्दै कालो झण्डा समातेर झ्यालबाट बाहिर देखाउन लगाउँछन्। उनको उद्देश्य के थियो र के उनी साँच्चीकै आइसिस थिए भन्ने कुरामा खासै केही ठोस जानकारी भने थिएन। Moments ago, videos apparently from the hostages appeared online. They seem to be reading statements prepared by the gunman. Hi everyone, I'm Selena Wing-Pei. I'm one of the many hostages here at the Lint Cafe at Martin Place. We had 3 specific requests and none of those have been met. One is to send an IS flag as soon as possible and one hostage will be released. To please broadcast on all media that this is an attack on Australia by the Islamic State. And number 3 is that we need Tony Abbott to contact the brother on a live feed and 5 hostages will be released. यो पुरै घटना लगभग 16 घण्टासम्म चलिरह्यो, जसका बीचमा पुलिसले कुनै बल हतियार अथवा जोर जबरजस्ती नगरी वार्ताको माध्यमले अवस्थालाई नियन्त्रण गर्ने कोसिस गर्छन्। It's not clear exactly how many are being held. There are reports it could be as many as 30 now, and the gunman has said to police he's planted 4 bombs in the area, 2 inside the cafe and 2 elsewhere in the business district. यसबीच 5 जना बन्दीहरू त्यहाँबाट उम्किन पनि सफल हुन्छन्। तर लगभग 4 घण्टापछि पुलिसहरूले पहिलो गोली चलेको आवाज सुन्छन् र त्यसको लगभग 10 मिनेटपछि मनहरन मोनिसले क्याफे म्यानेजर टोरी जोन्सनलाई गोली हानिदिन्छन्। यसपछि भने पुलिसले कुनै धैर्यता या वार्ताको बाटो लिनुको अर्थ नरहेको भन्दै हतियारसहित क्याफेभित्र घुस्छन्। दुवैतर्फबाट गोली चल्न थाल्छ र पुलिसले मनहरन मोनिसलाई मार्न पनि सफल हुन्छ। तर भिडन्तमा एकजना बन्दीको पनि ज्यान जान्छ र अरू 3 जना बन्दीका साथसाथै एकजना पुलिस अफिसर पनि घाइते हुन्छन्। यस घटनापछि जनताहरूले पुलिसको वार्ताको बाटो अपनाउने निर्णयको चर्को आलोचना गरे। धेरैमा यो धारणा थियो कि यदि पहिलो बन्दुक चलेको आवाज सुन्न साथै पुलिस क्याफेभित्र गइहालेको भए मृतकको संख्या अवश्य घट्ने थियो। ओरोजको द एम्बामर। आजभन्दा 30 वर्ष अगाडि 1996 मा जापानिज फोटोग्राफर कियोताका सुरिसाकी कोलम्बियाको बोगोटा स्थित एल कार्तुचो नामक एउटा यस्तो बस्तीमा जान्छन् जसलाई त्यहाँको पुलिसहरूले पनि बेवास्ता गर्दथे। त्यस ठाउँको हालत यतिसम्म खराब थियो कि सडकमा मानिसका लासहरू फ्यालिएका हुन्थे र टोलका केटाकेटीहरू ती लासहरूकै नजिक आफ्नै खेलहरूमा मस्त हुन्थे। एक हिसाबले भन्नुपर्दा उनीहरूलाई मृत लासहरू देख्ने सायद बानी नै परिसकेको थियो। तर यो ठाउँ सधैँ यस्तो थिएन। कुनै समयमा यो ठाउँ बोगोटाको अर्थतन्त्रको एउटा ठूलो हिस्सा थियो र धेरै धनीमानी परिवारहरू पनि यस ठाउँमा बसोबास गर्थे। तर 1948 मा राष्ट्रपति उम्मेदवार होर्हे गाइतानको अचानक हत्या हुन्छ, जसका कारण एउटा भीषण आन्दोलन सुरु हुन्छ। Grip of unrestricted anarchy following the assassination of the Liberal Party leader Dr. Gaitan. Mobs sweep through the streets armed with guns and machetes. Hardly a building or a shop of any size is left undamaged. यस आन्दोलनको क्रममा त्यहाँका हुने खाने परिवारहरू सबै अन्तै बसाइ सर्छन् र हेर्दै कुनै समयमा फस्टाइरहेको सहर अब लागु औषधको बजारमा परिणत हुन थाल्छ। जो कोही पनि त्यहाँ अझै बसिरहेका हुन्छन् उनीहरूसँग त्यस अवस्थालाई स्वीकार्नु बाहेक अरू केही चारा नै बच्दैन। सुरिसाकीले यस ठाउँको अवस्थाको बारेमा एक डकुमेन्ट्री बनाउँदै थिए जसको नाम पछि गएर भयो ओरोजको द एम्बामर। वास्तवमा एम्बामर भनेको यस्तो व्यक्तिलाई भनिन्छ जसले मृत लासको श्रृङ्गार गर्छन्। यस काम अन्तर्गत शरीरलाई सफा गरी घाउचोटहरूलाई मेकअप वा अन्य तरिकाहरूले ढाकछोप गरी अन्त्यमा मृतकका परिवारहरूलाई हस्तान्तरण गरिन्छ। र यस डकुमेन्ट्रीमा हाम्रो परिचय फ्रोइलन ओरोजको दुआर्तेसँग हुन्छ, जो पहिले पुलिस अफिसर हुने गर्थे तर विगत 50 वर्षदेखि उनी लासहरूको रेखदेख गर्दै आइरहेका हुन्छन्। सुरिसाकीले उनलाई भेट्दासम्म ओरोजकोले लगभग 50,000 लासहरूको इम्बामिङ गरिसकेका हुन्छन्। हिसाब गर्ने हो भने उनले 50 वर्षभित्र हरेक दिन कम्तीमा 2 देखि 3 लासहरूको इम्बामिङ गरेका थिए। सुरिसाकी उनीसँगै उनको वर्कसपमा जान्छन् जहाँ उनलाई चाहिने हरेक सामान हुन्छ। लासलाई सड्नबाट जोगाउने केमिकल, फर्मल्डिहाइड, रेजर ब्लेडहरू, काइयो, मेकअपका सामान इत्यादि। ओरोजकोले डकुमेन्ट्रीभित्र आफूले गर्ने कामको हरेक डिटेल्सहरू खुलाउँछन्
कि इम्बालमेन्ट कसरी गरिन्छ, तर उनले यो भन्ने मात्रै होइन, गरेर पनि देखाउँछन्। सुरिसाकीको क्यामेराले उनको हरेक क्रियाकलाप कैद गर्छ। डकुमेन्ट्रीमा हामी ओरोस्कोले शरीरहरू काटकुट गरेको, अङ्गहरू छुट्याएको, शरीरबाट रगत रित्याएको यस्ता कहाली लाग्दो दृश्यहरू देख्न सक्छौँ र दृश्यका साथसाथै काटकुटका ती आवाजहरूले झनै जो कसैलाई पनि डकुमेन्ट्री हेर्दा हेर्दै आँखा र कान बन्द गर्न बाध्य बनाउँछ। जब काटकुटको काम सकिन्छ तब ओरोस्कोले लासको मेकअप गरेको पनि हामी देख्न सक्छौँ। उनले यस डकुमेन्ट्रीमा भन्छन् कि लासहरूको हेरविचार गर्नु पनि एउटा पुण्यको काम हो र त्यसैले उनी हरेक लासलाई एकदमै ध्यान दिएर श्रृङ्गार गर्दथे, जुन हरेक इम्बामरले गर्दैनन्। सुरिसाकीले 3 वर्षसम्म ओरोस्को सँगै उनको दैनिक क्रियाहरू रेकर्ड गर्छन्। डकुमेन्ट्री हेर्दा जो कसैलाई पनि एकदमै असहज त महसुस हुन्छ नै, तर ओरोस्कोको लागि भने यो एउटा कर्मचारी अफिस गएर आफ्नो दैनिक काम गरे जस्तै थियो। तर दुःखको कुरा के भने डकुमेन्ट्री बनाउने क्रममा नै ओरोस्कोको पनि निधन हुन्छ। उनको निधन कसरी भयो, के कसैले उनको हत्या गरेको थियो, यी प्रश्नहरूको उत्तर हामीले त्यस डकुमेन्ट्रीमा पनि पाउँदैनौँ र आजसम्म पनि न त इन्टरनेटमा न त कोलम्बियाको पुलिस रेकर्डहरूमा उनको मृत्युको कारण हामी कतै पाउन सक्दैनौँ र यो एउटा रहस्य नै रहन्छ। त्यस दिन हजारौं लासहरूको स्याहार सुसार गर्ने ओरोस्कोको लासले भने कसैको स्याहार पाउन सक्दैन। आजको विचित्र कथा यही समाप्त हुन्छ। यदि तपाईँ अरू पनि यस्तै विचित्र कथाहरू सुन्न चाहनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोस् र भिडियो मन परेमा लाइक बटन थिच्न नभुल्नुहोला।